गुड मर्निङ साथीहरू। आज हजुरहरूलाई म केही सत्यतामा लुकेका कुराहरू है जो हामीले डेली लाइफमा गर्छौँ त्यो कुराहरू बताउन गइरहेकी छु। जस्तै हाम्रो पिता पुर्खादेखि चलिआएको कुराहरू छ नि, राति जुठो नराख्नुहोस् है, आफू सुत्ने बेडमा बसेर नखानुहोस्, अनि शौचालय अथवा टोइलेटको दैलो जहिले पनि बन्द गरेर राख्नुहोस्, अनि अँध्यारोमा कहिले कुचो नलगाउनुहोस् है, झाडु कुचो नलगाउनुहोस्, नबढाल्नुहोस् भनेर। त्यसमा चाहिँ सबै कुरा चाहिँ यथार्थ लुकेको छ। किनकि राति भाँडा जसरी त हजुरले जुठो भाँडा राखेर सुत्नुहुन्छ नि, त्यो त रातभरि त हजुर राम्रोसँग सुत्नुहुन्छ, तर बिहान आफ्नो सुरुवात गर्नुको लागि चाहिँ पहिला उठेर आफू किचनमा जानुपर्ने रहन्छ नि त। त्यो किचनमा जाँदा हजुरले त्यो भाँडाहरू देख्नुभयो भने त तपाईँलाई त स्ट्रेस भइहाल्यो नि। अब त्यो कति बेला काम सक्नु भन्ने खालको लाग्छ नि त। त्यसले गर्दा हजुरले त्यो भाँडा राख्नु भएको छैन भने त बिहान जाँदा फ्रेस नयाँ स्टार्ट दिन गर्न सक्नुहुन्छ नि। त्यही कारणले गर्दाखेरि हो। अनि बेडमा बसेर नखानु भनेको कुरा चाहिँ किन हो भन्दाखेरि, आफू सुत्ने ओछ्यानमा बसेर कहिले पनि नखानु भन्दाखेरि त्यहाँनिर जुठो झरेको हुन्छ, मैलाको चैला झरेको हुन्छ। त्यो बसेर खाँदा दिनैभरि लटरपटर गर्दाखेरि त्यो बेड मैला भएको हुन्छ। त्यो मैला भएको बेडमा आफूलाई सन्चोसँग निन्द्रा लाग्दैन रातभरि। हजुरले राम्रोसँग कम्फोर्टेबली रेस्ट गर्न पाउनु हुँदैन है, साउन्ड स्लिप हुँदैन। त्यसैले गर्दाखेरि साउन्ड स्लिप आफूले राम्रोसँग 8 घन्टा सुत्न राम्रोसँग पाइएन भने आफ्नो जिउ पनि स्वस्थ रहँदैन। अनि फेरि बिहान उठेर काम गर्नुको लागि पनि त आफू फ्रेस भएर उठ्ने बेलामा है निन्द्रै पुगेको छैन भने त आफूलाई झन्झट भइरहेको हुन्छ नि त। त्यही कारण हो। अनि अर्को कुरा, शौचालय अथवा टोइलेटको दैलो चाहिँ किन नखोल्नु, किन बन्द गर्नु जहिले पनि भन्नुको कारण चाहिँ, टोइलेटमा चाहिँ जुन हामीलाई नचाहिने कुरा हामीले फ्याँक्ने हो नि त। शरीरले पनि नचाहेको कुरा आफूले फ्याँकेर आउने जग्गा त्यो हो होइन, जहाँनिर हामीले दुर्गन्धमन्दहरू सबै त्यहाँदेखि फ्याँक्ने गर्छौँ नि। त्योलाई खुल्ला राख्यो भने त्यहाँबाट नेगेटिभ इफेक्ट आउँछ आफ्नो घरमा। त्यसैले गर्दाखेरि आफूले त्यो बन्द राखेर बस्नुपर्ने रहन्छ। अनि रातितिर चाहिँ जो कुचो नलगाउनु भन्ने छ नि, आमा बाबाहरूले पहिलादेखि नै गर्दै आएको कुराहरू, राति कुचो नलगाउनु पनि त हो नि। किनकि अँध्यारोमा त हामीले देखिँदैन नि त होइन। अँध्यारोमा राम्रोसँगले कतिवटा कुरा कति फ्याँकिन्छ। कोही बेला त आफ्नो चाहिने कुरा पनि आफूले डस्टबिनतिर हालिरहेको हुन्छौँ रातिबाट ल्याउँ भने। त्यसै कारणले गर्दा कतिवटा कुरा यथार्थमा छ। उहिलेदेखि नै चलिआएको हाम्रो पौराणिक है, पुराना हजुरबा जीवाहरू जति पनि हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ नपढिकन दिनुभएको ज्ञान चाहिँ अहिले यति साह्रो मजाले हामीले यो डे बाई डेमा युज गर्दैछौँ होइन। त्यो चाहिँ कहीँ पनि पढ्दाखेरि हामीले पाइँदैन है। यो चाहिँ हामीलाई दिनुभएको हजुरबा हजुरआमाले दिनुभएको ज्ञान चाहिँ हामीले कहीँबाट पाइँदैन। त्यसै कारणले हजुरहरू पनि यसलाई फलो गर्नुहोला। बाई बाई।